हेलो हेलो साथीहरू, आज कोदोको रोटी सँगै पकाएर खाउँ है त। यो चाहिँ कोदोको पिठो हो। खाजा के खाने भनेर तपाईँहरू चिन्तित हुनुहुन्छ भने यो कोदोको रोटी पकाएर खाने। यो कोदोलाई त्यत्तिकै पकाएर खाँदा पनि हुन्छ, कोदो मात्रै। यसमा चाहिँ म आज अन्डा मिक्स गरेर खाँदैछु। पक्नुहोस् है त, सँगै बनाऊँ। यसरी अन्डा पनि हाल्ने यसमा। यो अन्डा म आफै भिडियो खिच्दै आफै हाल्दैछु नि त, त्यही भएर मलाई थोरै अप्ठ्यारो भयो। यसरी हाल्ने तपाईँहरूले देखिरहनु भएको छ। मैले 2टा अन्डा हालिसकेको छु। यसमा थोरै यसमा नुन हाल्ने। यसलाई नुन हालेपछि यसलाई मजाले तपाईँहरूले चलाउनु, पहिला यो मिक्स गर्ने यहाँ मजाले। अनि यो अन्डामा मात्रै सबै पिठो मुसिन्न नि त, यसलाई त्यही भएर थोरै पानी मिसाउँदै, यसरी थोरै पानी मिसाउँदै मुसेर यसलाई राम्रो ब्याटर तयार गर्ने। पहिला यसरी मजाले हजुरहरूले पानी थोरै मिसाउँदै ब्याटर तयार गर्न सक्नुहुन्छ। यो अब अन्डाले मात्रै त सबै भिज्दैन नि त। यसमा मैले यो अब पिठो थोरै अन्डा धेरै हाल्नुभयो भने त भइहाल्छ। यो चाहिँ मेरो पिठो धेरै छ, अन्डा थोरै भयो नि त, 2टा मात्रै। त्यही भएर यसलाई मजाले यसरी म्यास गर्ने। यसरी देख्नुहुन्छ तपाईँहरूले। यसको ब्याटर तयार भइसक्यो। त्यस पछाडि ग्यासमा यो बसाउने तावा बसाएको छु मैले। अब यसमा थोरै हामी घिउ लगाउँछौँ। यसमा हामी थोरै घिउ हाल्ने। यसमा थोरै यसरी घिउ हाल्नुपर्छ। अनि घिउ हालेपछि यसमा पकाउने। यसलाई पकाउन त्यस्तो केही पनि छैन, सजिलो छ, एकदम सजिलो मिठो खाजा हो यो साथीहरू। यसरी गोलो गोलो सेप, टेढो मेढो जस्तो भए पनि रोटी भनेको रोटी नै हो। टेढो मेढो हुँदा नमिठो हुने, गोलो हुँदा मिठो हुने होइन साथीहरू। यसलाई यसरी अब एकपट्टि पाकिसकेपछि अर्कोतिर फर्काउने। यसरी अर्कोतिर फर्काउने, मजाले पाक्न दिने यसलाई अर्कोतिर पनि। यसै साथीहरू, मेरो रोटी चाहिँ यस्तो बन्दैछ। यसरी पकाउने। यो पाक्दैछ साथीहरू। है साथीहरू, मेरो कोदोको रोटी खाजा तयार भयो। हजुरहरू पनि यसरी नै सजिलो मिठो तरिकाले बनाएर खानु होला।